नमस्कार दर्शकबिनहरु, स्वागत छ तपाईहरु सम्पूर्णलाई युट्युब च्यानलमा हापी स्टक्सको नयाँ भिडियोमा। दर्शकबिन, आजको यस नयाँ भिडियोमा हामी तपाईहरुलाई प्योर इनर्जी लिमिटेडको आईपीओ रिजल्ट सम्बन्धी सम्पूर्ण जानकारी दिनेछौं र साथमा यस कम्पनीले सेकेन्डरी मार्केटमा कति ओपनिङ प्राइस पाउनेछ, यस कम्पनीको डिभिडेन्ड क्यापेसिटी के कस्तो रहेको छ र यस कम्पनीको आईपीओ चाहिँ पर्छ भने लङ टर्मको लागि होल्ड गर्ने अथवा सर्ट टर्ममै सेल गर्ने, त्यो सम्पूर्ण जानकारी पनि यस भिडियोमा चाहिँ हामी दिनेछौं। त्यसैले यो भिडियोलाई अन्तिम समय र साथ दिनु होला र मन पर्यो भने चाहिँ लाइक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोस्। सो दर्शकबिन, भिडियो सुरु गरौं। दर्शकबिन, प्योर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि 11,95,200 किता शेयर सहितको आईपीओ 2081 चैत्र 28 गतेदेखि 2082 वैशाख 2 गतेसम्म चाहिँ बिक्री खुल्ला गरेको थियो र उक्त आईपीओमा कुल 19,36,053 जना लगानीकर्ताहरूले आवेदन दिएको सीडीएससीले जानकारी दिएको छ र उनीहरूले चाहिँ यस कम्पनीको 2.27 करोड किता भन्दा बढी शेयरको माग सहित चाहिँ आईपीओ आवेदन दिएका छन्, जसको मतलब यस कम्पनीको आईपीओ पनि 19.02 टाइम्सले चाहिँ ओभरसब्स्क्राइब भएको देख्न सकिन्छ। तर पनि यस कम्पनीको आईपीओ शेयर भने भाग्यमानी 1,19,520 जनाले 10 किताका दरले फेला पार्नेछन् र बाँकी रहेको 18,16,533 जनाको चाहिँ यस कम्पनीको आईपीओबाट पनि हात खाली हुने चाहिँ पक्का रहेको छ। दर्शकबिन, अब भने लागौं यस कम्पनीको आईपीओ शेयर सम्बन्धी थप जानकारीहरुतर्फ र सुरुवातमा चाहिँ ओपनिङ रेन्ज सम्बन्धी चर्चा गरौं। यस कम्पनीले सेकेन्डरी मार्केटमा पहिलो कारोबारको लागि पाउने ओपनिङ प्राइस चाहिँ प्रति किता 96.45 देखि लिएर 289.35 को बीचमा चाहिँ हुनेछ र यसभन्दा घटी अथवा बढीमा चाहिँ यस कम्पनीको पहिलो शेयर कारोबार हुने छैन। र यस कम्पनीको फन्डामेन्टल रिपोर्ट हेरेर हामीले प्रोजेक्ट गर्न सक्ने म्याक्सिमम शेयर प्राइस भने 1000 प्लस रहेको छ, जुन चाहिँ तपाईले यस कम्पनीको आईपीओ पर्छ भने सेल गर्नका लागि कन्सिडर गर्न सक्नुहुन्छ। र यदि सेकेन्डरी मार्केटबाट यस कम्पनीको शेयर किन्ने सोच्दै हुनुहुन्छ भने 1000 भन्दा मुनि जतिमा किने पनि तपाईहरुले चाहिँ यस कम्पनीबाट की प्रॉफिट बुक गर्न सक्नुहुन्छ, जसको मतलब तपाईले जति कममा किन्नुभयो त्यही अनुसार चाहिँ ज्यादा प्रॉफिट मार्जिन चाहिँ यस कम्पनीबाट बुक गर्न सक्नुहुनेछ। र ओभरअलमा हेर्दा यस कम्पनीले चाहिँ आगामी दिनमा फाइनान्शियली राम्रै गर्ने देखिन्छ र यस कम्पनीको रिजर्भ तथा मुनाफाहरू पनि बढ्ने देखिन्छ। त्यसैले आगामी दिनमा यस कम्पनीले राम्रो डिभिडेन्डहरू पनि बाँड्न सक्नेछ र अन्य प्रोजेक्टहरू बढाउनका लागि यस कम्पनीले राइट शेयर पनि इस्यु गर्न सक्नेछ। सो यस कम्पनीको आईपीओ पर्छ भने तपाईले लङ टर्मको लागि होल्ड गर्दा पनि फाइदाजनक नै देखिन्छ र सर्ट टर्ममै सेल गर्नुहुन्छ भने 1000 को आसपासमा चाहिँ तपाईले यस कम्पनीको आईपीओ बेच्नु भयो भने ज्यादा मुनाफा चाहिँ यस कम्पनीको आईपीओबाट तपाईले बुक गर्न सक्नुहुनेछ। र दर्शकबिन, नोबेल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिए अनुसार हाल चाहिँ यस कम्पनीको आईपीओमा परेका सम्पूर्ण आवेदनहरू भ्यालिडेट हुने काम भइसकेको छ र अबको केही दिनभित्रै यस कम्पनीको आईपीओको प्री एलोटमेन्ट चाहिँ गरिनेछ। त्यसको तयारी पनि अन्तिम चरणमा रहेको चाहिँ क्यापिटलले जानकारी दिएको छ। त्यसपछि भने यस कम्पनीको आईपीओ रिजल्ट चाहिँ सार्वजनिक हुनेछ सर्वसाधारणको लागि र सायद यो हप्ताको बुधबारसम्म चाहिँ यस कम्पनीको आईपीओ रिजल्ट आइसक्नेछ। त्यस सम्बन्धी कुनै पनि नयाँ अपडेट आयो भने चाहिँ हामी तपाईहरुलाई फेसबुक पोस्टबाट अवश्य पनि जानकारी दिनेछौं। तबसम्मका लागि भने बिदा चाहन्छौं। आजको भिडियो तपाईलाई कस्तो लाग्यो, यदि मन पर्यो र जानकारीमूलक लाग्यो भने कृपया आफ्ना साथीभाइलाई पनि शेयर गरिदिनु होला र यस्तै नेपाली शेयर मार्केट र आईपीओ तथा एफपीओ सम्बन्धी सम्पूर्ण जानकारीका लागि हाम्रो युट्युब च्यानल हापी स्टक्सलाई सब्स्क्राइब गर्नु होला र साथमा रहेको बेल आइकनलाई पनि दबाउन चाहिँ नभुल्नुहोस्। दर्शकबिन, थ्यांक्स फर वाचिङ दिस भिडियो।